विद्यार्थी भाइ बहिनीहरू, म कक्षा 10 को तिमीहरूलाई विज्ञान विषय अन्तर्गत सेल, उपसेल तथा सबसेलको इलेक्ट्रोनिक विन्यास कसरी गर्ने भनेर म तिमीहरूलाई देखाउन गइरहेको छु। अब हामीलाई कुनै पनि तत्त्वको सेल अथवा उपसेलको इलेक्ट्रोनिक विन्यास गर्नुभन्दा अगाडि हामीलाई सेल भनेको के हो भन्ने कुरा जानकारी हुनुपर्छ, अथवा सेल अथवा उपसेल भनेको के हो भन्ने जानकारी हुनुपर्छ। त्यसपछाडि मात्रै हामी उपसेलका आधारमा अथवा सबसेलका आधारमा इलेक्ट्रोनिक विन्यास गर्छौं। सुरुमा इलेक्ट्रोनिक विन्यास भनेको के हो त भन्दाखेरि इलेक्ट्रोनिक विन्यास भनेको कुनै पनि तत्त्वको इलेक्ट्रोनहरूलाई सेलमा उनीहरूको इलेक्ट्रोनको संख्या कतिवटा रहन्छ त्यसको आधारमा विभाजन गर्ने कार्यलाई हामी इलेक्ट्रोनिक विन्यास भन्छौं। अब भाइ बहिनीहरू, हामीले कक्षा 8 मा पढेका छौं सेल कति प्रकारका हुन्छन् त 4 प्रकारका हुन्छन् भनेर हामीले पढेका छौं। KLMN सेल। सेल भनेको के हो भन्दाखेरि न्युक्लियसको वरिपरि रहने बाटो जसमा चाहिँ धेरै मात्रामा इलेक्ट्रोनको संख्याहरू पाइन्छन् अथवा इलेक्ट्रोनहरू पाइन्छन्, त्यसलाई हामी सेल भन्छौं। उपसेल भनेको यही सेलकै उपविभाजन हो। उपसेल चाहिँ हाम्रो 4 वटा हुन्छन्, S, P, D र F। हामीले जुन 10 कक्षामा पढेका छौं। S सबसेल अथवा उपसेल, सबसेल पनि भनिन्छ यसलाई, S, P, D, F। अब यो सबसेलका आधारमा कसरी इलेक्ट्रोनिक विन्यास गर्ने भन्दाखेरि हामीले सुरुमा कुनै पनि तत्त्वको हामीलाई पारमाणविक संख्या थाहा हुनुपर्ने हुन्छ। पारमाणविक संख्या थाहा भइसकेपछि त्यसको पारमाणविक संख्याको आधारमा हामीले सेल तथा उपसेलमा इलेक्ट्रोनिक विन्यास गर्छौं। एकछिनको लागि म तिमीहरूलाई हाइड्रोजनको इलेक्ट्रोनिक विन्यास गरेर देखाउँछु। हाइड्रोजन तत्त्वको पारमाणविक संख्या कति हो त भन्दाखेरि हाइड्रोजनको पारमाणविक संख्या मैले छोटकरीमा लेखेँ। पारमाणविक संख्या हाइड्रोजनको पारमाणविक संख्या 1 हो भाइ बहिनीहरू। अब हाइड्रोजनको पारमाणविक संख्या 1 भइसकेपछि हामीले सानो कक्षामा सेलका आधारमा इलेक्ट्रोनिक विन्यास गरेका थियौं। अब म सेलका आधारमा इलेक्ट्रोनिक विन्यास गरेर देखाउँछु। जस्तो केमा सेलका आधारमा इलेक्ट्रोनिक विन्यास गर्दा, इलेक्ट्रोनिक विन्यास अथवा इलेक्ट्रोनिक विन्यास गर्दा, इलेक्ट्रोनिक विन्यास गर्दा। अब सेलका आधारमा इलेक्ट्रोनिक विन्यास गर्दा हाइड्रोजनमा कतिवटा इलेक्ट्रोनको संख्या हुन्छ भन्दाखेरि के सेलमा KLMN, के सेलमा एउटा इलेक्ट्रोन रहन्छ र बाँकी सेलमा इलेक्ट्रोन, हाइड्रोजनको एउटा मात्रै इलेक्ट्रोन रहने भएकोले यसमा बाँकी सेलमा हामीले भरिराख्नु पर्दैन। त्यसकारणले यो चाहिँ हाम्रो सेलका आधारमा इलेक्ट्रोनिक विन्यास गर्यौं। हामीले यो सानो कक्षामा पढेका छौं। अब उपसेलका आधारमा इलेक्ट्रोनिक विन्यास गर्दाखेरि, उपसेलका आधारमा इलेक्ट्रोनिक विन्यास गर्दा, इलेक्ट्रोनिक विन्यास गर्दा उपसेलका आधारमा इलेक्ट्रोनिक विन्यास गर्दा चाहिँ हामीले SPDF भनेर यसको थाहा पाउनु पर्ने हुन्छ। S मा कतिवटा बस्छन्, P मा कतिवटा बस्छन्, D मा कतिवटा बस्छन्, F मा कतिवटा इलेक्ट्रोन राख्न पाइन्छ भन्ने कुरा हामीले थाहा पाउनु पर्ने हुन्छ। सुरुमा हामीले त्यो बारेमा अलिकति पूर्व ज्ञान दिन चाहन्छु। जस्तो के मा हामीले सानो कक्षामा पढेका थियौं 2n² रुल अन्तर्गत के मा 2 × 1² अर्थात् 2 × 1 बराबर 2 वटा इलेक्ट्रोन बस्न सक्छ। L मा 2 × 2² गर्दाखेरि 2 × 4 8 वटा इलेक्ट्रोन बस्न सक्छ। M मा 2 × 3² 9 2 18 वटा इलेक्ट्रोन बस्न सक्छ। N मा 2 × 4² अर्थात् 2 × 16 16 दुना 32 वटा इलेक्ट्रोन बस्छ। तर सबैभन्दा बाहिरी सेलमा चाहिँ 8 वटा भन्दा इलेक्ट्रोन भन्दा बेसी राख्न पाइदैन भनेर अध्ययन गरेका थियौं। अब हाम्रो 10 कक्षामा चाहिँ SPDF मा कतिवटा इलेक्ट्रोन बस्छन् भन्ने कुरा हामी हेरौं।
एसमा हाम्रो 2 वटा इलेक्ट्रोन बस्छन्। अब यसमा सजिलोको लागि 4 जोड्दै जाने, 4 जोड्दै गएपछि हामीलाई याद गर्न सजिलो हुन्छ। 2 मा 4 जोड्दाखेरि हुन्छ 6। अब पी सेलमा चाहिँ पी सब सेलमा 6 वटा इलेक्ट्रोन बस्न सक्छन्। एस सब सेलमा 2टा, पी सब सेलमा 6 वटा, डी सब सेलमा 10 वटा र एफ सब सेलमा 14 वटा इलेक्ट्रोन बस्न सक्छन्। यसैका आधारमा चाहिँ हामी उपसेलको आधारमा इलेक्ट्रोनिक विन्यास गर्छौं। अब हेरौं, सबैभन्दा सुरुमा 1s आउँछ। 1s मा कतिवटा इलेक्ट्रोन राख्न सकिन्छ त? 2टा। तर यहाँनिर हाइड्रोजनसँग एउटा मात्रै इलेक्ट्रोन भएको कारणले 1s1 लेख्छौं। यो नै हो हाइड्रोजनको उपसेलका आधारमा इलेक्ट्रोनिक विन्यास गर्दा। अब हामीलाई ठूला तत्त्वहरूको इलेक्ट्रोनिक विन्यास गर्नको लागि अरु ज्ञान पनि थाहा हुनुपर्ने हुन्छ। जस्तोको 1s पछाडि के आउँछ, 2s पछाडि के आउँछ, यो अफबाउ प्रिन्सिपल भनिन्छ। अफबाउ सिद्धान्तको आधारमा हामीले सानोदेखि ठूलो कसरी क्रम मिलाउने भन्ने कुरा हामी सिक्छौं। सुरुमा 1s लेखिन्छ, त्यसपछि 1 सकिएपछि 2 को पाला आउँछ, 2s 2p, त्यसपछि 3 को पाला आउँछ, 3s 3p 3d, त्यसपछि 4 को पाला आउँछ, 4s 4p 4d 4f। यो हामीले सिरियल्ली माथिदेखि तल लेख्दै जानुपर्ने हुन्छ। सुरुमा 1 एउटा छ, त्यसकारणले 1s, 2टा छ, 2टाको 2टै हुन्छ, 2 को 2टा हुन्छ 2s 2p, 3 को 3टा हुन्छ 3s 3p 3d, 4 को 4 वटा हुन्छ 4s 4p 4d 4f। त्यस्तै 5 को पनि 4 वटै हुन्छ, sp-df सकिसक्यो। sp-df भन्दा बढी सबसेलहरू छैनन्, त्यसकारणले 5 को पनि sp-df नै हुन्छ। त्यस्तै 6 को पनि 6x 6p 6d 6f हुन्छ। त्यस्तै 7s 7p 7d 7f भनेर यसरी हामी लहरै लेख्छौं। लहरै लेखेपछि हामी यसरी छड्के काट्दै जान्छौं। छड्के काट्दै जाने छड्के काट्दै हामी यसरी जान्छौं। छड्के काट्दै जान्छौं। यसरी छड्के काट्दै जाँदाखेरि सुरुमा कुन सेल बस्यो त्यो हामीले सुरुमा लेख्छौं। जस्तो यहाँ सुरुमा 1s आयो, त्यसपछि 2s आयो, त्यसपछि 2s पछाडि यो फेरि यताबाट यतै जान्छ भनेको यो बाटो यसरी फर्केर फेरि 2p नै आउँछ। 2s पछाडि 2p आउँछ, 2p पछाडि फेरि के आउँछ 3s आउँछ, 3s पछाडि फेरि के आउँछ 3p आउँछ, 3p पछाडि 4s आउँछ। यो एरोले यसरी बुझ्दा पनि हुन्छ, यो एरो यता देखाएको छ, त्यही भएर जहिले पनि माथिबाट तलतिर सबसेलहरू लेख्दै जानुपर्ने हुन्छ। 3p पछि 4s आउँछ, 4s पछाडि 3d आउँछ, 3d पछाडि 4p आउँछ। यसरी चाहिँ हुँदै जान्छ। यो हामीले कक्षामा अध्ययन गरेकै छौं। 1s 2s 2p 3s 3p 4s 3d 4p 5s गर्दै चाहिँ यसरी हामीले लहरै जाने गर्दछ। अब यसका आधारमा अन्य तत्त्वहरूको पनि हामी इलेक्ट्रोनिक विन्यास गरेर हेरौं। एकछिनको लागि म सोडियमको सेलका आधारमा र उपसेलका आधारमा दुईटै आधारमा चाहिँ इलेक्ट्रोनिक विन्यास गरेर देखाउँछु। सोडियमको पारमाणविक संख्या 11 हो। सोडियमको पारमाणविक संख्या 11 हो। 11 भएकाले यसको केमा सेलका आधारमा इलेक्ट्रोनिक विन्यास गर्दा सेलका आधारमा इलेक्ट्रोन विन्यास गर्दा मैले सिधै लेखेँ, अघि तालिका बनाएर गरेको थिएँ। केमा 2टा राख्न पाइन्छ, एलमा 8 वटा राख्न पाइन्छ, एममा र एनमा गर्दा योसँग जम्मा 11 वटा इलेक्ट्रोन छ, त्यसकारणले एममा एउटा इलेक्ट्रोन राख्न पाइन्छ। यहाँ सेल, यहाँ इलेक्ट्रोन संख्या। यसलाई यसरी लेखे पनि हुन्छ, 2,8,1 भनेर लेखे पनि हुन्छ इलेक्ट्रोनिक विन्यास। तर हामी प्राय यसरी तालिका बनाएरै चाहिँ देखाउँदाखेरि राम्रो हुन्छ। अब यसलाई हामी उपसेलका आधारमा इलेक्ट्रोनिक विन्यास गरौँ। उपसेलका
उपसेलका आधारमा इलेक्ट्रोनको विन्यास गर्दा उपसेलका आधारमा इलेक्ट्रोनको विन्यास गर्दा अब हामी अहिलेकै रुल फलो गर्छौं। अहिलेको रुलमा सुरुमा हामी लेखौं है त। सुरुमा के आउँछ 1s आउँछ, त्यसपछि 2s आउँछ, त्यसपछि 2p आउँछ। यो हामीले अगाडिको रुल पढेका छौं। यसको आधारमा हामी लेख्दै जानुपर्ने हुन्छ। सुरुमा लेख्दै जाउँ, त्यसपछि भर्दै जाउँ। 1s 2s 2p 3s 3s पछाडी 3p 3p पछाडी 4s यसरी आउँदै जान्छ। हामी लहरै यो हामीले कक्षामा अध्ययन गरेकै छौं। त्यसैको आधारमा यो लहरै जाने गर्छ। अब हामी यो 1s सकेर चाहिँ यसरी कमा दिन्छौं। 2s 2 2 पछाडी हामी कमा दिन्छौं। 3 3 पछाडी यसरी कमा दिन्छौं। अनि माथि इलेक्ट्रोनको संख्या भर्दै जान्छौं। नचाहिनेलाई चाहिँ हामी लेख्दैनौं, काट्दिन्छौं। यो मैले सिकाउनको लागि तिमीहरुलाई यसरी गरेको हो। अब 1s मा s मा कतिवटा इलेक्ट्रोन बस्छ भन्दाखेरि s मा 2टा बस्छ। अघि हामीले पढेका छौं। p मा 4 बढाइदिने, 2 मा 4 बढाउँदा कति हुन्छ 6 हुन्छ। d मा 6 मा 4 बढायो भने कति हुन्छ 10 हुन्छ। त्यस्तै f मा 10 मा 4 बढायो भने कति हुन्छ 14। s मा 2टा इलेक्ट्रोन राख्न पाइन्छ। p मा 6वटा इलेक्ट्रोन, d मा 10वटा इलेक्ट्रोन, f मा 14वटा इलेक्ट्रोन। इलेक्ट्रोन जहिले पनि माथि लेखिन्छ, यहाँनेर माथि। जस्तो s मा कतिवटा इलेक्ट्रोन बस्यो 2टा। त्यस्तै अर्को s मा पनि कतिवटा बस्यो 2टा। p मा कतिवटा बस्यो इलेक्ट्रोन 6वटा राख्न पाइन्छ। त्यसकारणले यहाँ 6 लेख्ने। 6 7 8 9 10वटा इलेक्ट्रोन भइसक्यो। योसँग 11वटा इलेक्ट्रोन भएकोले यहाँनेर हामी 3s मा कतिवटा राख्छौं 1 राख्छौं। यो 2टा हामीलाई चाहिदैन, त्यही भएर यो काटिदिने। अब यसको उपसेलका आधारमा विभाजन चाहिँ कसरी हुन्छ 1s स्क्वायर 2s स्क्वायर 2p6 अनि 3s1। यसलाई चाहिँ हामी उपसेलका आधारमा इलेक्ट्रोनिक विन्यास यसरी गर्छौं। अब हामीले यति मात्रै लेख्दा पनि हुन्छ, यहाँभन्दा अगाडि लेखिराख्नु पर्दैन। यसरी चाहिँ हामी उपसेलका आधारमा इलेक्ट्रोनिक विन्यास गर्छौं। यसैगरी अन्य तत्त्वहरुका पनि हामी यसैगरी यही तरिकाले इलेक्ट्रोनिक विन्यास गर्दै जानुपर्ने हुन्छ। ल थ्यांक यू।